नमस्ते, म पुष्प श्रेष्ठ। अहिले हामीसँग सारेगम पमा सहभागी त जनाइसक्नुभएका कलाकार कर्म शेर्पा हाम्रो माझमा हुनुहुन्छ। शेर्पा कृतिक इजरायलले आयोजना गरेको लोसार कार्यक्रम सफल बनाउनको निम्ति उहाँ इन्डियादेखि अहिले इजरायलसम्म आउनुभएको छ र इजरायलमा रहेका नेपालीहरू जो उहाँका फ्यानहरू हुनुहुन्थ्यो उहाँहरूलाई आज नचाएर हँसाएर सम्पूर्ण कार्य भनौँ उहाँको एउटा साङ्गीतिक माहौल तयार गरेर उहाँले पुरा गरिसक्नु भएको छ। यसै विषयलाई हामी थोरै कुराकानी गर्न गइरहेका छौँ। यहाँ हाम्रो यो कार्यक्रममा हाम्रो कर्म शेर्पालाई स्वागत गर्न चाहन्छु। नमस्कार। समग्र रूपमा इजरायल यात्रा कस्तो रह्यो? इजरायल यात्रा भन्नुपर्दाखेरि एकदमै राम्रो भयो है। आज म आफैलाई भाग्यमानी ठानेको छु, किनकि अब इजरायल जस्तो ठाउँमा हाम्रो नेपाली बसेको हुनाले गर्दाखेरि हामीले आज यहाँ आएर पर्फर्म गर्ने एउटा अवसर पायौँ होइन। अब आज हामी नेपालीहरू संसारको कुनै कुनामा बसे पनि हाम्रो दसैँ, तिहार, माघे सङ्क्रान्ति, लोसार यस्तो अन्य आफ्नो कुनै पनि जातिको एउटा अकेजनहरू आउँदाखेरि हामीले यसरी सेलिब्रेट गर्न पाउँछौँ र यहाँ सबै एकत्र भएको ठाउँमा आफूलाई पनि राम्रो लाग्यो। अनि यो यात्रा आज भन्नुपर्दाखेरि मेरो जीवनको सबैभन्दा राम्रो लोसार पनि भयो अनि यात्रा एकदम सक्सेसफुल थियो। तपाईँ एउटा छोटो अवधिमा एकदमै हिट बनेर निक्लिराख्नु भएको छ होइन, तर सारेगममा के कारणले गर्दाखेरि तपाईँ पछाडि पर्नुभयो? के कारण थियो त्यहाँनिर विशेष गरेर सारेगमकै अनुभव सुनाउनु पर्दा? तपाईँलाई अनुभवबारे भन्नुपर्दा अब सबै भ्युवर्सहरूले त जतिसक्दो थाहा नै छ है। अब आफैले आफ्नै प्रशंसा गरेको पनि राम्रो हुँदैन है। त्यसले गर्दाखेरि अब म के भन्छु भने जति मेरोमा क्यापेसिटी थियो होइन, म दिन पहिला जाँदा त जो पनि स्टेजमा अलिकति हिचकिचाउँछ, अलिकति नर्भस हुन्छ होइन, तर डे बाई डे त्यही स्टेजमा गाउँदा कन्फिडेन्ट लेभलहरू बढ्दै जान्छ होइन। त्यसरी नै मेरो पनि कन्फिडेन्ट लेभल बढ्दै थियो। योभन्दा अघिको दिनमा यस्तो गर्छु, योभन्दा अघिको दिनमा यस्तो गाउँछु भन्ने प्लानिङ्सहरू भइसकेको थियो। तर त्यस्तो हुँदै पनि अब अचानक एलिमिनेट हुनु पऱ्यो। त्यो दिन मैले जुन क्लासिकल बेस गीत लिएको थिएँ, लागि तुमसे मन की लगन, जुन दिन एलिमिनेट भयो है, त्यो दिन अरू कलाकारहरूले मिस्टेक गरेको थियो। कसैले बिचमा रोकेर सरी मेरो यस्तो सुर लागेन भनेर यस्तो भन्दै थियो। त्यति बेला हाम्रो जुन गीत छ त्यो हेरी चाहिँ उहाँहरूको मेजर मिस्टेक्सहरू थियो है। मेजर मिस्टेक्स हुनाले गर्दा उनीहरूलाई एलिमिनेट हुनुपर्ने थियो, तर उनीहरू नहुनाको कारणले गर्दा मलाई गर्यो। अब त्यसमा हामीले उनीहरूलाई केही अब्जेक्सन गर्नु पनि सक्दैनौँ, किनकि जजको हातमा पनि त्यति केही हुँदैन। यो चाहिँ जति पनि जिटिभीको तपाईँको म्यानेजिङ डाइरेक्टर, प्रड्युसर उहाँको हातमा नै सबै कुरो हुन्छ है। जहाँसम्म हामीलाई लाग्छ कि अब पहिले नै हाम्रो नेपालीहरूमा एकजना विजेता बनिसकेको छ है। अब सायद नेक्स्टमा यस्तो विजेताहरू नदिनु पनि सक्छ। त्यसले गर्दाखेरि जहाँसम्म मलाई त्यस्तो लाग्छ। भनेपछि त्यहाँनिर नेपाली कलाकार भनिसकेपछि जो नेपाली मूलका कलाकारहरू इन्डियामा रहेका छन् उनीहरूलाई त्यति सपोर्ट छैन भन्न खोज्नुभयो के छ? सपोर्ट भन्नाले ट्यालेन्टलाई त अवश्य नै उनीहरूले संरक्षण गर्ने गर्छ, ट्यालेन्टलाई त उहाँहरूले साथ दिन्छ। तरै पनि ट्यालेन्टलाई साथ दिँदै पनि कतिपय उनीहरूमा पनि बाध्यता हुन्छ कि अब हामीलाई राख्यो भनेदेखि त्यस्तो केही न केही अब भन्नेपट्टि जान्छ है। अनि अर्को कुरा के भन्नु पऱ्यो, अब हाम्रो जजेसहरूले त्यति लाखौँ लाख मान्छेमा हामीलाई परख गरेर त्यहाँसम्म लगेर हामीलाई स्क्रिनमा पहिचान गराउनु नै म उहाँहरूलाई धेरै त्यसमा पनि धेरै धन्यवाद दिन चाहन्छु है। किनकि आज जसले पनि मलाई कर्म शेर्पा भनेर चिन्छ थ्रु जिटिभी नै चिन्छ है। म जिटिभीसँग कुनै मेरो मन दुःख पनि छैन, मैले उहाँहरूसँग कुनै गुनासो पनि गरेर राखेको छुइनँ है। अनि इभन मैले के गरेँ भनेदेखि अब हाम्रो नेपालीको सोचाइमा के भन्छ भनेदेखि तिमीलाई उनीहरूले एलिमिनेट गरे, उनीहरूसँग तिमी झगडा परेर आउन सक्थ्यौ भन्ने खाले कुरोहरू नि हाम्रो नेपालीहरूले गर्छ होइन। तर मैले के गरेँ भन्दाखेरि जुन दिन म एलिमिनेट भएँ त्यसको भोलिपल्ट मैले मार्केटमा गएर ग्रिटिङ कार्ड किनेर मैले त्यो प्रत्येक ग्रिटिङ कार्डमा थ्याङ्क्स फर एभ्रिथिङ, मैं जितना दिन यहाँ पे था आप लोगों का प्यार आशीर्वाद मिला भनेर सबैलाई मैले जजेसहरूदेखि लिएर जिटिभीको प्रड्युसरहरूलाई पनि मैले दिएँ। र उनीहरूलाई पनि एउटा नराम्रो मनमा लागेला कि हामीले त्यहाँ झगडा गरेर आएको भए अर्कै हाम्रो एउटा भनौँ न नराम्रो इम्प्रेसन हुन्थ्यो। र हामीले त्यसरी उनीहरूलाई दिँदाखेरि भविष्यको बाटो पनि रह्यो। भविष्यमा त्यस्तो कुनै रियालिटी सोहरू भयो भने उहाँहरूले भनेको छ आफै नै म तपाईँलाई कन्ट्याक्ट नम्बर छँदैछ, म तपाईँलाई कन्ट्याक्ट गर्छु, फ्युचरमा यस्तो कुनै रियालिटी सो भयो भने या त तपाईँको हामीले रेकर्डिङ गर्दै गर्दा हामीलाई लाग्यो कि अब कर्मको आवाज चाहिँ यो फिल्ममा सुट गर्छ भन्यो भने त्यसलाई चाहिँ म तपाईँहरूलाई सम्झेर बोलाउँछु भन्ने उहाँहरूले भनेको छ। यी भाइ तपाईँको सारेगमको यात्राको कुराकानी यो पछिल्लो समयमा विदेश यात्रा विभिन्न कार्यक्रमहरूमा सहभागी भइराख्नु भएको छ।
माया केही कुरा गर्नुपर्दा त कलाकारले अवश्य पनि माया त पाइ नै हाल्छ। हजुर हो नि। कस्तो अनुभव हुन्छ त्यो बेला जब विदेशी भूमिमा तपाईँले आफ्नो पर्फर्मेन्स देखाउन लागिराख्नुहुन्छ, त्यतिखेर कस्तो अनुभव भएर आउँछ? अब म सानो ठाउँमा जन्मिए पनि होइन, एउटा सानो ठाउँमा जन्मिए पनि आज कस्तो कस्तो परिस्थितिहरूसँग लड्दै लड्दै आज यहाँ आइसकेपछि आज आफ्नो कोसिसले गर्दाखेरि है, कोसिसले गर्दा हामीले आज यतिको स्थानसम्म चाहिँ हामीले आफ्नो बनाउन सक्यौँ र यो स्थान पाएपछि हाम्रो संसारभरि बसेका हाम्रो नेपालीहरूले गर्व गर्छन् होइन, उनीहरूले अवश्य नै गर्व गर्छ। अनि उहाँहरू हाम्रो लाखौँ लाखौँ फ्यानहरूले हामीलाई माया गर्छ, तर हामीले उहाँहरूलाई इन्डिभिजुअली माया गर्न सक्दैनौँ होइन। अनि उहाँहरूले अब डिफ्रेन्ट प्लेसेसहरू लाइक हङकङ, इजरायल, आज इजरायलमा गएर यसरी मैले 2-3वटा कन्ट्रिजहरूमा गरिसकेँ होइन। र भविष्यमा अझै पनि संसारमा अन्य जग्गामा बस्ने नेपालीहरूले पनि हामीलाई कन्ट्याक्ट गरेर हामी त्यहाँ पनि गएर उहाँहरूलाई मनोरञ्जन गराउने अवसर पाउँछ होला भन्ने आशा छ है। र यो तपाईँले कस्तो अनुभव भन्दाखेरि अब यो अर्को ठाउँमा हामीले सोचेको पनि हुँदैनौँ हामी भविष्यमा त्यहाँ पुग्छौँ होला भन्ने होइन। तर अचानक आज सारेगामापाको थ्रुबाट मैले जुन फेम पाएँ, त्यो फेमदेखि आज हामीलाई मान्छेले यहाँ बोलाएर हामी अर्को ठाउँमा आएर हाम्रो जातिहरूलाई स्पेसली हाम्रो त्यहाँ काम गर्ने बस्ने मान्छेहरूलाई अब मैले पहिला नि एकचोटि हाम्रो हङकङको इन्टरभ्यूमा मैले भनिसकेको छु, प्रत्येक ठाउँमा आफ्नो भूमि छोडेर अर्को ठाउँमा आइसकेपछि मान्छे त शोकले त आउँदैन नि त होइन, कति कामले आउँछ या त है, त्यसरी नै आउँछ नि त। अब उनीहरूलाई चाहिँ त्यो एन्टरटेनमेन्ट भन्ने कुरो चाहिँ खाँचो हुन्छ। अब सालमा एकचोटि होस् या 6 महिनामा एकचोटि होस्, तर एन्टरटेनमेन्ट गराउँदा चाहिँ उहाँको माइन्ड रिफ्रेस हुन्छ नि, दिमागबाट रिफ्रेसमेन्ट आउँछ। कति काम भन्दाखेरि आजको दिनमा अब लोसरको शुभ उपलक्ष्यमा सबैजना भेला भएर इन्टरटेन गरिरहेको थियो नि त होइन। आज उहाँहरूको लागि एक दिनको लागि भए पनि उहाँहरूको माइन्ड फ्रेस छ। अब त्यस्तो डिफ्रेन्ट जग्गामा गएर हाम्रो नेपालीहरूलाई मनोरञ्जन गराउन पाउँदा धेरै नै भाग्यमानी ठानेको छु। अनि अनुभवको बारेमा मलाई खुसी छु, एकदमै म खुसी छु। शेर्पाहरू धेरै कलाकारहरू अहिले यो साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको छ र प्रवेश गरेर केही समय चाहिँ अत्याधिक सफलताको शिखर चुम्ने, त्यस पछाडि एकैचोटि सर्लङ्गै खस्ने भनेको जो चाहिँ आफ्ना श्रोता माझ पनि आउन नसक्ने अवस्थामा हामीले देखिरहेका छौँ होइन। हजुर। र यहाँनिर धेरैले भन्छ कर्म शेर्पा पनि सीमित समयको लागि मात्रै पो आएको हो कि भन्ने खालका शङ्काहरू पनि मान्छेले लिन थालिसकेको छ। यो सब सायद तपाईँले पनि सुनिसक्नु भयो होला होइन। के छ तपाईँको भावी भविष्य भनौँ न, आगामी दिनमा गर्ने जुन अब कसरी अगाडि बढ्ने सोच राख्नु भएको छ? साङ्गीतिक क्षेत्रलाई मात्रै लिएर अगाडि बढ्नुहुन्छ वा अन्य क्षेत्रलाई पनि तपाईँले अँगालेर बढ्नुहुन्छ? के छ आगामी भावी योजनाहरू? यस्तो कुरोहरू चाहिँ सायद मसम्म चाहिँ आइपुगेको छैन है। अनि तर भन्नुपर्दाखेरि अब कुमार सानु, उदित नारायण उहाँहरू भनेको एउटा बलिउडमा एउटा धेरै वर्ष राज गरेको मान्छेहरू, उहाँहरू पनि एक समयसम्म सीमित थियो होइन। र उहाँहरू जस्ता पारखीहरू जब एक समयसम्म मात्रै सीमित हुन्छ भनेदेखि हामीले केही भन्न सक्दैनौँ। तर त्यो हुन नदिनलाई चाहिँ हामीले कसरी हुन्छ, जति दिन हामी अडियन्सको मनमा जग्गा बनाउन सक्छौँ त्यति दिन नै हाम्रो इज्जत छ, सम्मान छ। अडियन्सको मनबाट हामी निस्किसकेपछि त्यो दिन हामी जिरोमा आउँछौँ एकदम है। अनि त्यसले गर्दाखेरि हामीले पब्लिकलाई नाचेर हुन्छ या के गरेर हुन्छ, कसरी हुन्छ, आजभन्दा राम्रो पर्फर्मेन्स, आज जस्तो इजरायलमा जुन पर्फर्मेन्स मैले दिएँ त्यसमा जतिले मन परायो होइन, अब अर्को ठाउँमा जाँदा अझ योभन्दा बेटर पर्फर्मेन्स दिन्छु भन्ने सोच राख्नु पऱ्यो। अब यसरी डे बाई डे सबैले मन पराउँदै गयो भने त आशा छ भविष्यमा पनि हामीले आफ्नो यो स्ट्याटसलाई चाहिँ मेन्टेन गरेर राख्न सक्छौँ होला। अनि अब काठमाडौँ गएर मैले नयाँ एल्बम लन्च गर्दैछु, ताकि सबैले एक्सपेक्ट गरेको हुन्छ एउटा कि कर्म शेर्पाजी सारेगामामा आइसकेपछि अब उहाँले हामीलाई एउटा गीतहरू दिन्छ भन्ने एउटा आशा भइसकेको हुन्छ होइन। त्यसले गर्दा त्यो एल्बमद्वारा चाहिँ म समस्त संसारमा बस्ने नेपालीहरूलाई म त्यो एल्बम डेडिकेट गर्न चाहन्छु सबैलाई। अनि यसरी नै हामी डे बाई डे अझै राम्रो पर्फर्महरू गर्दै म चाहिँ चाहन्छु कि म हमेसा पब्लिकको मनमा जग्गा बनाऊँ अनि हाम्रो स्ट्याटस यसरी नै रहोस् भन्ने म चाहन्छु। अन्तमा के भन्न चाहनुहुन्छ जुन आज इजरायलको भूमिमा हुनुहुन्छ, यहाँ वैदेशिक कामदारको रूपमा रहनुभएका सम्पूर्ण तपाईँका श्रोता नै भन्नुपर्छ हामीले भन्नुपर्दा
होइन कतिपय कामको व्यस्तताले गर्दा आउन सक्नुभएको छैन, कतिले आएर तपाईँसँग सहभागिता पनि जनाइसक्नु भएको छ। जो आउन सक्नु भएको छैन, जो आएर तपाईँहरू माझमा जुन भलाकुसारी भइसकेको छ होइन, बाँकीलाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम त म सबैलाई के भन्न चाहन्छु भने अब उहाँहरूले आज बाध्यताले गर्दा सायद यो प्रोग्रामलाई मिस गर्यो होला होइन, हेर्नु पाएन होला। तर पनि फ्युचरमा सायद यस्तो कुनै अवसर पाएर इजरायल आउनु पायो भने त्यति बेला चाहिँ उहाँहरूलाई म प्रोग्रामहरू मिस नगरिदिने होइन, सबै आएर हेरिदिने। अनि आज जति पनि यहाँ आएर एन्टरटेन गर्नुभयो उहाँहरूले त सायद आफ्नो साथीहरूलाई गएर सुनाउँछ होला होइन, भन्छ होला। र उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि आफ्नो महत्त्वपूर्ण समयलाई त्यागेर आउनुभएको छ उहाँहरूले। अनि हाम्रो शेर्पा कितुक इजरायलको अर्गनाइजरहरू सबैलाई म मेम्बर्सहरू अब छुट्टै छुट्टै नाम लिन त असम्भव छ, त्यसले गर्दाखेरि म शेर्पा कितुकका समस्त परिवारलाई नै म धन्यवाद दिन चाहन्छु किनकि उहाँहरूको सपोर्टले गर्दा नै आज म इजरायल आउनु पाएँ होइन। अनि अब यहाँ बस्नुहुने हाम्रो काम गरिरहनु भएको हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरू बिचमा पनि कोही त धेरै ट्यालेन्टेडहरू होला होइन। उहाँहरूलाई म के भन्न चाहन्छु भने आफूभित्र भएको ट्यालेन्टलाई त्यतिकै गुम्साएर नमार्नुहोस् होइन, त्यसलाई प्रतिस्पर्धा गर्नुहोस्। सानोभन्दा सानो कार्यक्रम ठुलै कार्यक्रममा नै पार्टिसिपेट गर्नुपर्छ भन्ने छैन, एउटा सानो कार्यक्रममा पनि पार्टिसिपेट गरेर उहाँहरूले आफ्नो भित्र भएको एउटा कलालाई प्रतिस्पर्धा गर्न सक्नुपर्छ। किनकि आज मेरो सोचाइ कस्तो छ भनेदेखि सो यो ट्यालेन्ट एन्ड विन द वर्ल्ड होइन, आफ्नो ट्यालेन्टलाई कसैको अगाडि देखाउँदै देखाएन भनेदेखि त उहाँले थाहा पाउँदैन नि त कि ऊभित्र के छ भन्ने कुरा होइन। अनि ट्राई इज द स्टेप अफ सक्सेस, त्यति नै हो। अब कोसिस गर्नु नै सबै कुरो। हस् त, धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो, तपाईँको श्रोताहरूलाई खुसी बनाइदिनु भयो र शेर्पा कितुक इजरायलले आयोजना गरेको कार्यक्रम लोसार साँझलाई पनि सफलतापूर्वक सम्पन्न गरिदिनु भएकोमा नेपाल-इजरायल.net को तर्फबाट पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आगामी दिनमा पनि तपाईँको यात्रा सफल सुखद मय रूपमा अगाडि बढोस् भन्ने हामी कामना गर्न चाहन्छौँ। म पनि अब अन्तमा जाँदै गर्दा हाम्रो नेपाल-इजरायल.net का समस्त परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु किनकि उहाँहरूले आज सानो इन्टरभ्यू जुन लिएर यो इन्टरभ्यूद्वारा अन्य अन्य मान्छेहरूमा पनि चिन्न सक्छ, अझै हाम्रो पपुलारिटी बढ्दै जान्छ। त्यसले गर्दा उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको लागि बिदा चाहन्छु।